हेलो एभ्रिवान, आज चाहिँ दसैँ अनि दसैँमा चाहिँ खानापिना पाकिसकेको छ हाम्रो चाहिँ। त्यहाँदेखिको आज चाहिँ हामी चाहिँ यता पनि बारी छ नि त हाम्रो, योदेखि पल्लो डाँडा सबै हाम्रो बारी हो नि त। अन्त यहाँ बारीमा चाहिँ माथिल्लो बारीमा चाहिँ हाम्रो बोजू बडी बाजे दुईजना बडी बाजेलाई त्यहाँ दफ्नाएको छ होइन। अन्त हाम्रो त्यहाँ कपुर छ हाम्रो बाजे बोजूको, त्यहाँनिर चाहिँ खानाहरू चढाउनु आएको। यहाँ चाहिँ बिचारा मेरो आमाको दोकान थियो, उता त्यो स्कुलमा पनि एउटा छ, यहाँ पनि थियो, यहाँ पनि त्यहाँ पनि गर्थ्यो, त्यहाँदेखि बादमा यहाँ पनि गर्थ्यो। त्यहाँदेखि कसैले नचलाएर चाहिँ यस्तो बिजोग भएछ गाइस। मेरो आमाको दोकान चाहिँ यस्तो भएछ गाइस, अहिले बिजोग भएछ। लु नचलाएर आमा खसेको अन्त कति साल भयो नि, 9 साल जस्तो भयो। आमाको दोकान चाहिँ यस्तो भएछ। अन्त हजुर यो माथिल्लो बारीमा चाहिँ उयो छ अब कपुरहरू चाहिँ। यहाँ भेना चाहिँ खाना चढाउनु जानु हुँदैछ। ल अब चाहिँ म क्यामेरा चाहिँ ह्यान्डओभर गरेँ, म चाहिँ यता लु पज गरेर बोजूहरूलाई यहाँनिर अब दसैँको बेलामा चढेर चाहिँ पानी पनि चढाइदिनु पर्छ। रोयो भाइ, यता बोलाउन हौ भाइलाई। अघिको खै यो नि पर्नुपर्छ त पहिलाको। लु पद्मावरी सेकेन्डको सेकेन्डको सोमबहादुर देवन बाजे। सोमबहादुर देवन लु दसैँ आजको लु दसैँ नेपालीको चाडमा लु तपाईँहरूलाई लु लु पानी खानुहोस्, लु खानापिनाहरू लु अब यसरी गरेर गर्नुपर्छ। आमा यो चाहिँ बिन्दु देवान हाम्रो बडीहरू हो, बिन्दु देवान। अब बिन्दु यहाँनिर पनिर, यहाँ बाटे यस्तो छ। ल अब पानीसँगै दिँदैछु तपाईँहरूलाई हाम्रो चित्रहरू बोजू भोजूको यो जसमती देवान भोजू खानु जुगा लाग्यो। जुगाहरू नि हुन्छ यहाँनिर चाहिँ, जुगाहरू डरलाग्दो जुगाहरू हुन्छ, लागिहाल्छ जुगाहरू। फेरि जुगाले फेरि खुन चिसिहाल्छ फेरि। लु तपाईँहरूलाई सबैलाई लु यो सबै जसमती देवान लु ओहो खुट्टामा जसमती देवानको जुगा चाहिँ यहाँ यस्तो लाग्छ। लाभाभन्दा यहाँनिर चाहिँ डरलाग्दो यो सक्दा सेन्टिमेन्ट हो कि यहाँनिर जुगा चाहिँ डरलाग्दो छ, डरलाग्दो लाग्छ जुगा। अहिले पनि जुगै लाग्छ, लाभा जस्तो यस्तो लाग्दैन। अन्त यहाँनिर फेरि एक जग्गा यसो चढाउनु पर्छ। यो चाहिँ यसो बारीको यसो सिन्डे मिन्डेहरू
यहाँनिर बारीको एकदम राम्रोसँगले यहाँनिर सधैँभरि राम्रो होस् बिग्रियोस् बारीहरू। यो बारी चाहिँ बेच्ने हो नि त, यो बारी कि बेच्ने हो। राम्रोसँगले फेरि चराइदिनुपर्छ सबले, उनीहरूलाई प्रियहरूलाई त्यसरी चराइदिनुपर्छ, बाहिर घरलाई चराइदिनुपर्छ। हुन्छ यहाँनिर अब यो फेरि तल पनि यसको बिच छैन। अम्मा हो जुगाहरू त अम्मा जुगाहरूलाई छैट जुगा घारी पो रहेछ नि त। जुगाले डरलाग्दो छ, जुगा लागेको छ टिस्टामा नि। छैट अम्बो अम्बो जुगा घारी रहेछ। जमिन सबै लगिदियो नि।